यहाँ चाहिँ मैले गिलेन बोकेर हिँड्दैछु साथीहरू यसको एक ल्याउनु पर्ने हुन्छ मैले चाहिँ होइन यहाँ चाहिँ यस्तो छ सो हेलो एभ्रिवान वेलकम टु न्यू भ्लग तपाईँहरूलाई मेरो नयाँ भ्लगमा स्वागत छ। आई होप कि तपाईँहरू सन्चै हुनुहुन्छ ल म पनि फ्रेन्ड फाइन सन्चै आराममा छु साथीहरू। अब त्यही नै हो साथीहरू अनि हामी चाहिँ पानी लिनु बेला भएको छ साथीहरू। अब हिँड्ने बेला भइसकेको छ। अब त्यही नै हो पानी ल्याएर आराम गर्नुपर्ने हुन्छ अनि त्यहाँदेखि आएर खानासाना खानुपर्ने हुन्छ अनि दिउँसो अब के हुन्छ भन्ने कुरो मलाई नै थाहा छैन होइन। अब हेरौँ भिडियो बनाउँदै जाउँ कहाँ के कति के गरिन्छ। त्यही नै हो गर्मी छ। अब गर्मी घाममा पानी लिनु पर्दाखेरिको हालत खराब छ मेरो साथीहरू। यहाँ चाहिँ मैले गिलेन बोकेर हिँड्दैछु साथीहरू। यसको एक ल्याउनु पर्ने हुन्छ मैले चाहिँ होइन। यहाँबाट झर्ने चाहिँ यस्तो छ होइन। अलिक मधुरो आयो के भएर आयो बत्तीले गर्दा रहेछ यस्तो छ। अनि यहाँ माथिको दृश्य यस्तो छ साथीहरू होइन। यताबाट यता झरेर यता जानुपर्ने हुन्छ हामी साथीहरू। त्यही नै हो अब यता यस्तो छ बाहिर देखिसक्नु होला टिकै घाम लागेर मर्न आँटेको छ घाम चाहिँ होइन। चाहिँ आइपुगिसकेको छौँ साथीहरू होइन। यहाँ मिसिन कराएको छ पानीको होइन। यहाँ यस्तो भरिँदैछ अब यहाँ पनि छ त्यहाँ पनि छ अनि यहाँ छ मान्छे बोक्ने। यहाँ घरहरू देख्नु सक्नुहुन्छ तपाईँहरूले साउदीको साथीहरू। देखाउनु मिल्छ मिल्दैन होइन मलाई चाहिँ थाहा छैन होइन। मिल्छ होला आज जी आएन नि हौ आएको होइन। घामले गर्दा गलिहालिन्छ क्या यस्तै छ। अब नुहाउनु पर्ने छ म साथीहरू। यो तिनवटा ल्याएको तिनजनाले गलियो क्या। एसी चाहिँ बन्दै राख्छ र टेस्ट चाहिँ यस्तो छ हाम्रो बसाइ होइन। चट्टासँगले यस्तो छ यहाँ यस्तो छ अनि ठ्याक्कसँगले अनि हाम्रो चाहिँ यहाँ चिसो ल्याएको छौँ होइन। यो चिसो चाहिँ हामीले खानुपर्ने हुन्छ साथीहरू किनभने गर्मी गर्मी छ है। अनि यहाँ अर्को पार्टनर पनि आइसक्यो। मेरो पोको यहाँ चाहिँ यस्तो छ वीडियो बनावा ना ल हाम्रो ल बहादुर क्या गर्दा साथीहरू अनि हामी चाहिँ यहाँ घुम्नु आइरहेको छौँ आज पनि होइन। हाम्रो त जहिले घुमघाम हुन्छ। यहाँ अग्लो मान्छे गएर यस्तो हुन्छ क्या अग्लो मान्छेसँग हेर्नु गाह्रो छ मलाई। यसो गर्नुपर्ने हुन्छ साथीहरू। यताको चाहिँ यस्तो छ है यस्तो घुमघाम हुँदैछ होइन। गर्मी छ पुरै होइन साथीहरू। साउदी जल्ला हामीमा यस्तो गएर हामीलाई यार साथीहरू अनि यता चाहिँ गाडीको भिड छ। अनि अब यस्तो दामी छ यहाँ। आज हामी 4जना मात्रै छौँ। हिजो चाहिँ 6-7जना थियौँ भने आज 4जनाको यात्रा हुँदैछ हाम्रो घुमघाम कार्यक्रम। अब त्यही नै हो दिनमा अब सुतिन्छ होइन। दिनमा त योभन्दा गर्मी हुन्छ र निक्लिँदैन। अब यहाँ चाहिँ अहिले आएर चाहिँ शीतल फ्री आएको छ र घुमघाम हुँदैछ। मुड फ्रेस पार्नुलाई हामी निक्लेको छौँ। यस्तो छ साथीहरू यहाँतिर। अनि अब यता खासै भिडियो बनाउन पनि मिल्छ मिल्दैन होइन। हरियाली छ यहाँ पनि साथीहरू देख्नु सक्नुहुन्छ। मरुभूमिमा पनि हरियो हुँदा कस्तो दामी देखिँदो रहेछ यार। हामी चाहिँ हिँड्दैछौँ ठ्याक भने यस्तो छ अहिलेको अवस्था साथीहरू। रात परिसक्यो साथीहरू अनि हामी चाहिँ यहाँ सब्जी पसल पनि यसो छिरेको छौँ। अब भिडियो लगभग अन्तिम भइसकेको छ मेरो चाहिँ साथीहरू। अब भोलिको ब्लगमा भेट्नुपर्ने हुन्छ। अब यस्तै छ अब के गर्ने टक्क कम त मेहनत गरेर मिलाउँछन् यहाँको मान्छेहरू। यस्तो जाँगो चलाउँछ साथीहरू ठ्याक्कसँग देखिसक्नुभयो होला। यहाँनिर हाम्रो टोलीहरू छ मिलाएको यस्तो छ।